यो चाहिँ हामी दुईजनाको मनको कुरा है। र राम्रो सुनिदिनु होला, लाइक गरिदिनु होला। यो 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 देश हाम्रो माटो हो, तर किन बेचिँदैछ हाम्रो सपना? हातमा झन्डा, मनमा छ पीडा, भ्रष्टाचारले खायो देश भन्नु पर्दा। सडक बन्यो, भोलि फेरि भत्किन्छ। बजेट आयो, कसैको घरहरू भत्काएर जत्नाको पैसा नेताकै खल्तीमा गरिबीको आँसु उनीहरूलाई जस्तो चल्ती। अस्पतालमा औषधि छैन, स्कुलमा किताब छैन, तर मन्त्रीको गाडी बन्ने 10 करोडभन्दा घटी छैन। हामी चुप लागेर बस्यौँ धेरै, सत्य बोल्न डरायौँ धेरै, तर अब आवाज उठाउने बेला, देश बचाउने हाम्रो मेला यो देश बचाउने हाम्रो मेला। यो भ्रष्टाचार देश खायो यो अन्धकार, हाम्रो पसिना उनीहरूको कार कर्ती। कति सहने अब सरकार, यो कति सहने अब सरकार, कति सहने सरकार। यो बस्दा जनताको सपना भयो बेकार। अब उठ बोल गर प्रहार, बदल्नु पर्यो यो संसार। यो बदल्नु पर्यो संसार। अब जागिर गर्नु घुस चाहिने यो न्याय पाउन चिन्जान चाहिने। सानो मान्छे पछाडि पर्ने, जुटोको मान्छे अगाडि सर्ने। किसान रुन्छ खेतको बिचमा, युवा जान्छ विदेशको भिडमा। आमा बुबा कुन्छन् घरमा देश दिन्छ आफ्नो पीडामा। कागजमा मात्र विकास आयो, समाजमा मात्र हाँसो छायो। भित्रभित्रै देश पोलियो, सपना सबै खरानी भयो। यो सपना सबै खरानी भयो। होइन बालनको सरकार। बालन दाजु के गर्दै खोज्नुहुन्छ हजुरले? नेपालको बच्चाहरूको पढाइ विद्युत गइसक्यो, न आएको छ न पढाइमा कुनै सिप, न आएको छ बच्चामा कुनैमा कला, न आफूले गरेर खानु सकेको छ। नेपालमा कुनै पनि छैन काम। नेपालमा जुन फ्याक्ट्रीमा काम गर्थ्यो त्यही फ्याक्ट्री भर्काउँदै गएको छ। सरकारले पनि के गर्नु खोजेको हो? छैन हामीलाई कुनै लोभ छैन, कुनै छैन पिर। त्यही हाम्रै पैसाले किनेको छ ठुलो कारमा।